नमस्कार। बेला बेलामा विभिन्न सार्वजनिक महत्त्वका विषयवस्तुहरूमा चाहिँ आफ्नो धारणा राख्ने गरेको छु मैले। साथीहरूलाई मेरो धारणा सबैलाई मनपर्छ भन्ने छैन, मनपर्ने नपर्ने सबैले चाहिँ सल्लाह सुझाव प्रतिक्रिया दिएर सहयोग गर्नुहुन्छ भन्ने मेरो अपेक्षा हो। सार्वजनिक विषयवस्तुमा चाहिँ चासो राख्न चाहिँ मेरो रुचि भएको भएर म साथीहरू माझमा बेला बेलामा विषयवस्तुहरू राख्ने गर्छु। हाम्रो देश किन पछि पर्यो र देशको चाहिँ मूल समस्या के हो भन्ने विषयवस्तुमा चाहिँ म साथीहरूलाई आफ्नो विषय जोड्न गइरहेको छु। वास्तवमा मलाई चाहिँ के लाग्छ भने यो देश हामी फलानु राजनीतिक पार्टीले बिगार्यो, फलानु नेताले बिगार्यो र चाहिँ फलानुले बिगार्यो भन्ने गर्छौँ र वास्तवमा अब यो देश बिगार्न चाहिँ कसले बिगार्यो त? यो देश हामी नेपाली जनताले बिगार्यौँ भन्ने लाग्छ हो। मानिस चाहिँ स्वभावैले आत्मकेन्द्रित हुन्छ। वास्तवमा हामी नेपाली जनताले हामीले जनताको भूमिकामा रहेर आफ्नो भूमिका निर्वाह गर्न नसकेका कारणले गर्दाखेरि यो देश बिग्रेको छ। म केही दृष्टान्तहरू साथीहरूमा प्रस्तुत गर्न जान्छु। सामाजिक सञ्जाल र मिडियाहरूले प्रयोग गरेको चाहिँ ब्रान्डिङलाई, अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले प्रयोग गरेको ब्रान्डिङ, विभिन्न स्वार्थ समूहहरूले प्रयोग गरेको ब्रान्डिङलाई नै आधार मानेर हामी नेपाली जनताहरू नै त्यसका पछाडि दौड्यौँ हो। हामी नेपाली जनता कहिले पनि सही तरिकाको आलोचक चाहिँ हामी बन्न सकेनौँ। दलका आँखाले हेर्ने होइन र चाहिँ सार्वजनिक पदमा गएका व्यक्तिहरूलाई मात्रै दलको चाहिँ आँखाले हेर्ने, एउटा दलले संरक्षण गर्ने, अर्को दलले चाहिँ आलोचना गर्ने हो। आलोचना हामी जनताको स्तरबाट चाहिँ सही तरिकाको आलोचना हामीले गर्न सकेनौँ। अब सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको दायित्व भनेको यो देशको चाहिँ विकास गर्नु, यो देशलाई चाहिँ सही दिशामा लग्नु हो नि त। जस्तै म तपाईँहरूलाई एउटा दृष्टान्त दिन चाहन्छु। नेपालमा लोड सेडिङ अन्त्य भयो हो। नेपालमा लोड सेडिङ चाहिँ अन्त्य गरियो। केही समय अगाडि दिनको 10-12 घण्टासम्म पनि लोड सेडिङ हुन्थ्यो हो। र यो लोड सेडिङ अन्त्य गर्ने एउटा कुनै व्यक्तिले त यो लोड सेडिङ अन्त्य गरेको होइन। यसका विभिन्न श्रृङ्खलाहरू छन् होइन। यसका विभिन्न व्यक्तिहरूले आफ्नै दाबी गरेका छन्। जे भए पनि सार्वजनिक पदमा गएका व्यक्तिहरूले कसैले न कसैले केही न केही चाहिँ योगदान गरे र योजनाहरू ल्याए र ती योजनाहरू कार्यान्वयन हुँदै जाँदाखेरि लोड सेडिङ अन्त्य भयो। र लोड सेडिङ अन्त्यको सवालमा हामीले भन्नु पर्दाखेरि अब प्रधानमन्त्री भएका बेला केपी शर्मा ओलीले मैले लोड सेडिङ अन्त्य गरेँ भन्ने खालका उहाँका पनि दाबीहरू छन्। हाइड्रो पावरको सेक्टरमा तपाईँहरूले देख्नुभएको छ। म प्रधानमन्त्री भएको 1 हप्ताभित्र मैले भने अर्को तिहारमा तपाईँहरूले अँध्यारोमा दसैँ तिहार मनाउनु पर्ने छैन। मैले यो झापाबाट घोषणा गरेको थिएँ। दसैँको 9 दिन असोज 25 गते मैले शपथ ग्रहण गरेको थिएँ पहिलोपल्टमा प्रधानमन्त्री हुँदा। अर्को वर्ष त्यो सम्भव जस विभिन्नले लिन खोजे, मलाई जसको कुरा होइन, तर भारतबाट विद्युत ल्याउने सहमति मैले गरेँ। This is the conclusion of the agreement. कुलमान घिसिङ आफै सेडिङ अन्त्य गर्नको लागि प्रमुख भूमिका खेल्ने व्यक्ति चाहिँ केपी शर्मा ओली हो भनेर उहाँ आफै पनि भन्नुहुन्छ। उहाँकै मुखबाट पनि हामी सुनिरहेका छौँ। माननीय प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्थ्यो। त्यो बेला चाहिँ एउटा नेपालमा ऊर्जा सङ्कट कसरी गर्ने, कसरी चाहिँ समाधान गर्ने र 10 वर्षीय कार्ययोजना भनेर एउटा चाहिँ कमिटी गठन भएको थियो। त्यसमा म पनि थिएँ र मैले त्यहाँ धेरै कुराहरू राखेको पनि थियो होइन। अब त्यो कमिटी, त्यो रिपोर्ट अहिले पनि छ। र कुलमान घिसिङलाई हामीले बेला बेलामा उनले गलत गरेका काममा चाहिँ खबरदारी गरेको भएदेखि उनले अझै धेरै राम्रा काम गर्थे। तर हामी चाहिँ के गर्छौँ भने सार्वजनिक पदमा पुगेका केही गर्न योग्य मान्छेहरूलाई चाहिँ हामी बिगारिदिन्छौँ। नेपाली जनताले अनावश्यक चाहिँ देवत्वकरण गरेर बिगारिदिन्छौँ। त्यसैको आडमा अहिले कुलमान घिसिङका धेरै विषयवस्तुहरू आएका छन्। उनले चाहिँ विद्युत प्राधिकरणको चाहिँ 6 करोडको ठेक्का चाहिँ 14 करोडमा आफ्नै चाहिँ कम्पनीलाई
दाइको नामको कम्पनीलाई चाहिँ उनले मापदण्डै पुरा नगरी दिए, त्यहाँ करप्सन गरे भनेर उनको चाहिँ अहिले पनि मुद्दा परिराखेको छ। अब भर्खर प्रधानमन्त्री हुँदाखेरि उनले चाहिँ भारतसँग विद्युत सम्झौता गर्दाको कुरामै उनी विवादित छन्। उनी विद्युत प्राधिकरणको चाहिँ जिएम भएदेखिको उनको चाहिँ सम्पत्ति चाहिँ अखुत सम्पत्ति उनले जोडेका छन्। उनले यो कसरी गर्न सके त भन्दाखेरि हामीले के गर्यौँ त भन्ने उनलाई हामीले देवत्वकरण मात्रै गर्यौँ र उनलाई हामीले खबरदारी गरेनौँ। नेपाली जनताले सार्वजनिक पदमा पुगेका व्यक्तिहरूलाई सही समयमा सही तरिकाले खबरदारी गरिएन भने त्यहाँबाट चाहिँ अब ऊ व्यक्ति न हो, उसका पनि आफ्नो स्वार्थ हुन्छन्। अहिलेको भौतिक विश्वमा मान्छेलाई कसैलाई पनि सम्पत्तिले पुग्दैन होइन। जति आर्जन गरे पनि जति सम्पत्ति बढ्दै जान्छ त्यति आवश्यकताहरू बढ्दै जान्छन्। हामीले चाहिँ सही समयमा सही तरिकाले चाहिँ नेपाली जनताले खबरदारी नगरिदिँदाखेरि सार्वजनिक पदमा पुगेकाहरूले चाहिँ देशका स्रोत र साधनको दुरुपयोग गरेर यो देशको विकास हुनबाट वञ्चित गराए र यो देश बिग्रियो। जस्तै पार्टीकै कुरा गरौँ न, कुनै पनि पार्टी सत्तामा पुगिसकेपछि उसले गलत गर्यो भने त्यो पार्टीका क्याडर्सहरूले पनि गलत भयो भनेर भन्न सक्नु पर्यो नि त। उल्टो हामी के गर्छौँ त भन्दा संरक्षण गर्छौँ। त्यो भएर जनताहरूले चाहिँ संरक्षण गरिदिएका कारणले यहाँका राजनीतिक पार्टीहरू पनि बिग्रिए र यहाँका सरकारी ओहदामा पुगेका सार्वजनिक पद धारण गरेका व्यक्तिहरू पनि बिग्रिए र यो देशको समग्र विकासलाई यसले चाहिँ असर गर्यो। हामीले यसरी बुझ्नुपर्छ भन्ने मलाई लाग्छ।